सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। अगुवाको योग्यता। अगुवा अथवा मण्डलीमा काम गर्ने व्यक्ति र एउटा साधारण विश्वासीमा के फरक छ? विश्वासीको हिसाबले सबै विश्वासीहरू समान छन्, परमेश्वरमा सबै बराबरी छन्। तर जिम्मेवारीको हिसाबले प्रत्येक विश्वासी फरक छ। यसुले नै एउटा उखान भन्नुभयो, तोडाको उखान 5 तोडा पाउनेको ठुलो जिम्मेवारी थियो भने 2 तोडा पाउनेको सानो। 1 तोडा पाउनेको पनि जिम्मेवारी नभएको चाहिँ होइन। मत्ती 25 हामीले पढ्न सकिन्छ। आजको पाठमा पास्टरहरू 5 तोडा पाउने कारिन्दा जस्ता हुन्। त्यसकारण उनीहरूको जीवनबाट धेरै कुराको आशा गरिन्छ। आफूले पाएको जिम्मेवारी सही तरिकाले पूरा गर्ने क्षमता उनीहरूमा हुनुपर्छ। यदि उनीहरूमा अगुवामा हुनुपर्ने गुणहरू अर्थात् क्षमता छैन भने उनीहरू तोडालाई माटो मुनि गाड्ने नोकर जस्तो हुनेछन् र शैतानले पाउने दण्ड पाउनेछन्। उदाहरणको जीवन जिउनको लागि पनि उनीहरूमा अरूमा भन्दा धेरै सद्गुण हुन आवश्यकता छ। उनीहरू अरू जस्तै छन् भने अरूले उनीहरूबाट के सिक्ने? परमेश्वरले यहाँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।